नमस्कार। म चाहिँ मेरा मनमा लागेका विचारहरू बेला बेलामा सेयर गर्ने गर्छु। यदि मेरा विचारहरू सुनेर तपाईलाई मन पर्यो भने मेरो यानकेटी च्यानललाई लाइक सब्स्क्राइब गर्न नभुलिदिनु होला। आज चाहिँ म फर्गेट योर एजका बारेमा कुरा गर्छु। यो चाहिँ किन कुरा गर्छु र के हो भन्दा हामी कति मानिसहरू हुनुहुन्छ र म पनि थिएँ हैन। एज धेरै भयो, अब केही गर्न सक्दिनँ भनेर निराशा भएर बस्नु भएको छ र मेरो पनि त्यो सोच नआएको होइन, आएको। तर मैले के सोचे भने के त एज गयो भनेर झोक्राएर बसेर सफलता हातमा आउँछ र आउँदैन नि। त्यसैले अगाडि बढ्न त हिम्मत र सकारात्मक सोच त लिनुपर्छ, प्रयास त गरिरहनुपर्छ। अवश्य पनि एक दिन सफल हुन्छ भन्ने सोचले अगाडि बढिरहेको छु र अहिले राम्रो पनि भइरहेको छ। तपाईहरू पनि धेरै यस्तो सोचमा हुनुहुन्छ होला र यी मेरा सोचाइहरूलाई सकारात्मक सोच लिएर अगाडि बढ्नुहुन्छ भन्ने आशा लागेको छ। उमेर के हो भन्दा एउटा सङ्ख्या हो। आफ्नो उमेर धेरै भयो भनेर चिन्ता गर्दै बस्नुको कुनै अर्थ छैन। मेरो उमेर यति भइसक्यो, मैले केही गर्न सकिनँ भन्ने सोचले तपाईलाई सफलताको नजिक होइन अझ टाढा पुर्याउँछ। याद राख्नुहोस्, काम तपाईको उमेरले गर्दैन, तपाईको साहस, मेहनत र निरन्तर प्रयासले गर्छ। जीवनमा सफल हुन कुनै निश्चित उमेर चाहिँदैन। इतिहास हेर्दा धेरै मानिसहरू ढिलो उमेरमा ठुला ठुला सफलता हासिल गरेका छन्। हामीले सुनेकै छौँ। यदि तपाईँ आफ्नो उमेर गन्दै बस्नुहुन्छ भने तपाईँ अवसर गुमाउन सक्नुहुन्छ। तर यदि तपाईँ आफ्नो लक्ष्यमा केन्द्रित हुनुहुन्छ भने हरेक दिन नयाँ सुरुवात हुन सक्छ। जबसम्म तपाईँ सफल हुनुहुन्न तबसम्म तपाईँ यङ हुनुहुन्छ। त्यसैले सकारात्मक सोचौँ। अत्यधिक नकारात्मक सोचले मानसिक शारीरिक स्वास्थ्यमा असर पुर्याउन सक्छ। नकारात्मक सोचले आत्मविश्वास घटाउँछ, जबकि सकारात्मक सोचले ऊर्जा, साहस र सम्भावना बढाउँछ। त्यसैले आजबाट उमेर गन्ने होइन है, आफ्ना सपना गन्न सुरु गर्नुहोस्। सफलता होइन, सिकाइलाई हेर्न सुरु गर्नुहोस्। जबसम्म तपाईँ प्रयास गरिरहनु भएको छ तबसम्म तपाईको सम्भावना जीवित रहन्छ। सफलताको कुनै उमेर हुँदैन। सपना देख्न र त्यसको लागि सङ्घर्ष गर्न मानिस सधैँ जवान हुन्छ। हस्त, धन्यवाद।